हेलो एभ्रिवान नमस्ते। म चाहिँ आजको दिनमा चाहिँ ग्राइन्डर कफी ग्राइन्ड साफ गर्दैछु। कसरी साफ गर्ने भनेर चाहिँ यो भिडियो हेरेर पनि तपाईँहरूले सिक्न सक्नुहुन्छ। र यो भिडियो चाहिँ यसरी साफ गर्ने अनि तीनवटा ग्राइन्डरलाई टक्क साफ गरे। अनि सबैले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। त्यहाँदेखि यो चाहिँ यसरी भित्र खोलेर एउटा एउटा पर्जाहरू निकालेर यसरी सिक्नुपर्छ। सबैले युट्युब च्यानलमा सब्स्क्राइब हान्नु होला। फेसबुकमा हेरेर सबैले फेसबुकमा लाइक हानिदिनु होला। यो चाहिँ खत्तम भयो। यसरी भन्दा ठुलो अनि यसरी अलिक फास्ट मोसनमा छ र अलिक देखिएन होला, तर यसरी कोलिब्रेसन पनि गर्नुपर्ने छ। एकछिनमा फेरि यसरी अब यस्तो मस्त साफ गर्दैछु। अब यसो फेरि यसलाई साफ ग्राइन्डर भनेको चाहिँ यो चाहिँ टक्क साफ गर्ने। यसरी सबै भइ पनि सक्यो। अब कफी कोलिब्रेसन गर्नु पर्यो भनेर कोलिब्रेसन पनि गर्दैछु। टक्कसँगले साइजहरू हेर्दै यहाँ धेरै बेर लाग्छ। साइजहरू मिलाउनुपर्छ गरी के यस्तै। अनि अब यो चाहिँ फाइनली कोलिब्रेसन हुँदैछ। यसरी यो कोलिब्रेसन चाहिँ फाइनल गरेर चाहिँ यसको चाहिँ एक्सप्रेसो पनि तपाईँहरूले हेर्नु होला। सबैजनाले हेर्नुपर्छ। के बोल्ने यार, यो त बोल्नु नि आएन। अनि लाइक सब्स्क्राइब अनि सेयर, फेसबुकमा चाहिँ सेयर गरिदिनु होला, लाइक गर्नु होला। बारिस्ताहरूले चाहिँ यो कुरालाई अब हेर्दा पनि भयो, नहेर्दा पनि भयो होइन। यसले अलिअलि सिकिला पनि अलिकति अब कसरी ग्राइन्डर साफ गर्ने भन्ने कुरा तपाईँहरूले यसो हेर्दा हुन्छ। यो फाइनली यसरी यस्तो छ। फेरि कस्टमर पनि आएर पुरा केसियरमा नि गएर कोलिब्रेसन फाइनली कोलिब्रेसन चाहिँ गरियो। सिसिटी अर्डर बनाउँदै कोलिब्रेसन यस्तै छ। काम अलिक अलराउन्ड हो भने त होइन, यता कुद्यो। अनि फाइनली अब यो चाहिँ अब कोलिब्रेसन के साह्रो ढिलो कुद्यो फेरि। अब यो चाहिँ फाइनल कोलिब्रेसन। यो चाहिँ स्प्रेसो चाहिँ एकदम साफ गरेपछि स्प्रेसोको क्वालिटी एकदम राम्रो देख्ने भयो। थ्याङ्क यू सो मच गाइस, किपिङ लभिङ वाचिङ।